एड गरिदिएँ। यहाँ माथि देख्न सक्नुहुन्छ एड टु फोटो भनेर आएको छ। यसमा क्लिक गरिदिएँ। यसमा क्लिक गरिसकेपछि अब हामी यहाँनिर फोटोलाई एडजस्ट गर्नुपर्ने हुन्छ है। यो फोटोलाई केही मात्रामा यसरी ठुलो बनाइदिनु होला। यसरी क्रमशः यो फोटोलाई ठुलो बनाएर राख्नु होला। यसरी फोटोलाई ठुलो बनाइसकेपछि अब तपाईले यहाँ देख्न सक्नुहुन्छ यो फोटोको जुन बोर्डर आएको छ, दुईटा फोटो यो गाँसिएको, यो बोर्डरलाई चाहिँ हामीले इरेजर लाउनु पर्ने हुन्छ है। त्यसको लागि यहाँ माथि थिच्नु होला, यो इरेजरको साइनमा गएर थिच्नु होला। थिचिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यो जुन बोर्डर रहेको छ, यो बोर्डरलाई चाहिँ हामीले मेट्नु पर्ने हुन्छ है। मेट्नुको लागि त्यो इरेजरमा थिचेर यहाँ फेरि अर्को आएको छ इरेजर, त्यसमा फेरि क्लिक गर्नु होला। त्यसपछाडि यो जति पनि यो दुईटा फोटो जोडिएको बोर्डर छ, त्यो बोर्डरमा यसरी फिङ्गरले तपाईले हल्का यसरी मेट्न सक्नुहुन्छ है। यसरी हल्का मेटिदिनु होला, जसले गर्दा फोटो गाँसिएको पत्ता पाउन गाह्रो हुन्छ। तपाईले यसरी धेरै नै मेट्नु भएर अगाडिको यो ब्याकग्राउन्ड देखियो भने तपाईले यसलाई फेरि यो रिस्टोर भन्ने छ यहाँनिर, रिस्टोरले तपाईले क्लिक गरेर यसरी यसलाई फेरि यसरी हराउन सक्नुहुन्छ है। अब यसरी तपाईले फोटोको ब्याकग्राउन्ड तपाईले रिमुभ गरिसके पछाडि यसलाई फेरि यहाँ माथि गएर यसलाई सेभ गरिदिनु होला है। यसलाई सेभ गरिदिनु होला। अब यहाँ देख्न सक्नुहुन्छ दुईटा फोटो जोडिएको छ। यसको बोर्डर पत्ता पाउन एकदमै गाह्रो छ। अब तपाईले यसमा फेरि प्लस अरू फोटोहरू पनि तपाईले एड गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईले यहाँ माथि यो राइटमा गएर यसलाई डाउन गरिदिनु होला। डाउन गरिसकेपछि यहाँनिर फेरि अर्को अप्सन आउँछ तपाईलाई एड फोटो भन्ने। एड फोटोमा गएर तपाईले फेरि अर्को फोटोहरू तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ, जुन जुन फोटोलाई तपाई त्यहाँ राख्न चाहनुहुन्छ। यो यसरी अर्को एउटा फोटो मैले यहाँ एड गरिदिएँ। यो फोटो पनि यहाँनिर आएको छ। यो फोटोलाई पनि तपाईले त्यसरी नै अब कत्रो साइजमा राख्न चाहनुहुन्छ त्यसरी नै तपाईले फिङ्गरको सहयोगले यहाँबाट ठुलो सानो बनाउन सक्नुहुन्छ। यसलाई फेरि यो इरेजरको माध्यमबाट तपाईले यसको यो साइडको बोर्डरहरू तपाईले हटाउन सक्नुहुन्छ। यसरी कतिसम्म राख्न चाहनुहुन्छ तपाईले यसरी यसलाई हटाउन सक्नुहुन्छ है। यसरी फिङ्गरको सहयोगले तपाईले सजिलोसँग त्यो फोटोको धेरै भएको भाग तपाईले यसरी रिमुभ गर्न सक्नुहुन्छ। कुन